यो के भन्छ हट अफ सिटी हट अफ सिटी सेन्टर अफ सिटीमा हाम्रो यो डी भिलेज रेस्टुरेन्ट एन्ड पार्टी होमको पछाडिपट्टि हामीले तरकारी खेती गरेका छौँ। यो यो काँक्राहरू हामीले यो फ्रेस खुवाउँछौँ। यो लोकल भक्तपुरे काँक्रो यो लोकल काँक्रादेखि लिएर सिमीहरू सागहरू सबै फ्रेस। दिदीबहिनी आएको घुम्न दिदीबहिनी हेर्न आउनु भएको म्याराथन भाग लिएर अनि आउनु भएको ल आउनुहोस्। अब काँक्राहरू हिँड्दाखेरि टाउको ठोकिने काँक्राहरू ल टाउकै ठोकियो। हेर्ने मात्रै हो, टिपेर खाने त होइन। टिपेर खाने त होइन। काँक्रा लैजाउँ यो बाँडेर खानु नि यहाँ लगेर उतै टिपेर खाऊँ न ल। टिप्नु त टिप्नु है आटै काँक्रा। अब हामी डी भिलेजको आरसी दाईको डी भिलेजतिर अब घुमघाम गर्दैछौँ। यो लोकल विषादी रहित अर्ग्यानिक काँक्रा गइरहेको चिजहरूलाई युटिलाइज गरेर अनि हामीले यसरी खुर्सानीदेखि लिएर हरेक चिजहरू उत्पादन गर्छौँ। धन्यवाद। धन्यवाद भिडियो हेरेर साथ दिनु होला।